हजुरबा नमस्कार। नमस्कार बाबु। यो अहिले हाम्रो समाजमा चाहिँ आत्महत्या गर्ने क्रमहरू बढ्दै गएको छ। यसको निदान तथा न्यूनीकरण गर्ने उपायहरू हजुरलाई केही जानकारी छ भने भन्नुहोस् न आज। ल बाबु, साह्रै राम्रो महत्त्वपूर्ण प्रश्न गर्यौ तिमीले। यो आत्महत्या गर्ने अहिले यो समाजमा व्यापक छ। बुढाबुढीदेखि लिएर मसिना हाम्रा साना भाइ बहिनीहरू, त्यस्तै अब के भनेदेखि प्रौढ व्यक्तिहरूले पनि गरेको पाइन्छ। र यो एउटा चाहिँ के भनेदेखि अहिले रोग पनि भनिन्छ, डिप्रेसनमा जाने, डिप्रेसनमा गयो भनिन्छ, तनाव है। र मेन कुरो चाहिँ हामीले आफ्नो जीवनलाई बुझ्न नसक्नाले पनि आत्महत्यामा मानिस जान्छ। जीवन के हो, जगत के हो र मेरो लक्ष्य के हो भन्ने नबुझ्नाले पनि है मानिसहरू आत्महत्यामा जान्छन्। र यो जीवन भनेको भगवानले दिनुभएको अति महत्त्वपूर्ण, मानव जीवन भनेको अति महत्त्वपूर्ण चाहिँ के भनेदेखि वस्तु हो। यो सानो वस्तु होइन। अब शास्त्रले भन्छ 52 अरब वर्ष पछाडि मात्रै मानिसले फेरि मानिसको चोला पाउँछ भनेर पनि भनिएको छ। 84 लाख जुनी घुमेर मानिस चोला पाइन्छ भनिएको छ। त्यसनाले गर्दाखेरि यो हाम्रो चैतन्य चोलालाई, यसको महत्त्व नबुझ्नाले गर्दा अहिले आत्महत्या गर्नलाई मानिसहरू धेरै उद्धत भएको पाइन्छ। विद्वान पनि अब के भनेदेखि आत्महत्या गर्नेमा छन्, मूर्ख पनि छन्, पढेका नपढेका बाल वृद्ध सबैले अब के भनेदेखि धेरैले आत्महत्या गर्नमा सबै उमेरका चाहिँ हामीले देख्छौँ। अब यसमा चाहिँ के हुन्छ त भन्दाखेरि मानिसलाई भनिएको छ 24 घन्टामा एकपल्ट मानिसको दिमाग चाहिँ अब जान्छ, पागल जस्तो हुन्छ भनेर भनिन्छ। र त्यो कतिपय कुराहरू सत्य हुन पनि सक्छन्। र हाम्रो मनमा पनि कहिलेकाहीँ एउटा हीन भावना आउँछ, यो जीवन ओहो के बाँचिरहनु भन्ने हुन्छ। मानिसले हताश हुन्छ, यता सम्झ्यो बाटो छैन, उता सम्झ्यो बाटो छैन। अनि त्यसको कारणले गर्दाखेरि मानिसले चाहिँ अनि बरु मर्न पाए आनन्द हुन्थ्यो भन्छ, तर हुँदैन, अधोगतिमा जान्छ भनिएको छ शास्त्रमा। त्यसले मानव शरीर पाउँदैन। र हामीलाई यदि त्यस्तो किसिमको हीन भावना आयो भने यसको निदान भनेको चाहिँ आफूले लगाइराखेका कपडाहरू तुरुन्तै त्यस्तो भावना आउने बित्तिकै लगाएका सम्पूर्ण कपडाहरू खोलेर त्यसलाई भिजाउने, पानीमा राख्ने, अनि तुरुन्तै नुहाइहाल्ने, चिसो पानीले नुहाउने। सर्लक्क चिसो भन्नाले अब त्यस्तो त्यो आइस हालेको पानी भन्न खोजिनँ मैले, तर तातो पानीले होइन कि चिसो पानीले, सहन सक्ने चिसो पानीले सर्लक्क सामान्य नर्मल चिसो पानीले नुहाउने, माडी नुहाउने। तर त्यो कपडा चाहिँ युज अब नगर्ने, त्यो तुरुन्त चाहिँ है त्यो कपडा चाहिँ भिजाइहाल्ने र अरू कपडाहरू लगाउने हाम्रो। अनि यसो भगवानको नाम स्मरण गर्ने, त्यति गर्ने बित्तिकै हाम्रो मनको त्यो हीन भावना जान्छ, हाम्रो मन परिवर्तन हुन्छ। त्यसनाले गर्दाखेरि यदि कसैमा त्यस्तो किसिमको भावना छ भनेदेखि नुहाउनलाई गाह्रो नमान्नु। जुनसुकै खेतको समय भए पनि त्यो लगाइराखेको कपडा तुरुन्तै खोलेर सर्लक्क नुहाउने र त्यो कपडा तुरुन्त चाहिँ नलाउने, अरू कपडाहरू लगाउने। त्यतिखेर यसको मेन उपाय यही हो। यो मैले मेरो श्रद्धेय गुरु श्री श्री आनन्दमूर्तिजीले भन्नुभएको उसबाट लिएको हुँ। ल बाबु, राम्रो प्रश्न गर्यौ, धन्यवाद।